परेको अनि खाएको अचार बन्दैछ। हेलो एभ्रिवान, नमस्ते सेवानो, वेलकम ब्याक टु माई च्यानल। न्यू डे न्यू भ्लगमा यहाँलाई स्वागत छ। अनि के चल्दैछ हौ गाइजहरू, मेरो चाहिँ दशा चल्दैछ है। के भयो भन्नुहुन्छ भने नि, आज शनिबार होइन, आज शनिबार हो, हिजो शुक्रबार होइन। राति खाना खाँदै थिएँ होइन, के भयो थाहा छ मलाई? छुचुन्द्रोले टोको, छुचुन्द्रोले। घरमा यति धेरै छुचुन्द्रो छ नि, माई गड एक्सप्लेन गर्न सक्दिनँ क्या। छुचुन्द्रो त्यति धेरै छ मेरो घरमा होइन। अनि म चाहिँ त्यो छुचुन्द्रोलाई खेदाएको थिएँ क्या। अगाडिदेखि नै आएको आइथ्यो, यताउति कुदेको थियो कि म खेदाएको थियो क्या त छुचुन्द्रोलाई। अन्त आएर एक्कासी डङ्क मारिदियो क्या मलाई त, यहाँ खुट्टामा, यहाँ यो खुट्टामा, यहाँनिर। अन्त नि हतार साबुन पानीले धोएँ होइन, साबुन पानीले धोएँ। त्यसपछि अनि मेरो पालो बेटारिन लाएँ होइन। एकछिन त मजाले पोलो मजाले पोलो। के भएको? छुचुन्द्रोले आएर त्यसरी त्यो मतलब त्यसलाई रिस उठेको, के भएको? त्यसरी टोक्यो क्या मलाई त। मैले पहिलोपल्ट थाहा पाएको छुचुन्द्रो त्यसरी टोक्छ भन्ने कुरा होइन। मैले एकचोटि देखेको थिएँ होइन, मेरो मम्मीलाई पनि टोकेको थियो क्या छुचुन्द्रो, पनि मुसाले हो होइन। तर त्यसले चाहिँ पुरै दाँतै गाडेको थियो कि, पुरै मम्मीको चाहिँ खोपल्टै भएको थियो। अनि मम्मीले कति दबाई गरेर बल्ल निको भएको थियो। मेरो चाहिँ छुन मात्रै भ्यायो क्या, मतलब अलिकति घाउ बनाइदियो त्यति मात्रै छ, नत्र त्यो देखिएको पनि छैन मजाले होइन। ओइ गड, यति पोलो एकछिन त झन्डै मऱ्यो त। अब एकछिनमा चाहिँ सुई हान्न जानुपर्ने छ, डक्टरलाई भन्यो अरे के हुन्छ। गाह्रो छ, बात्नलाई गाह्रो छ। छुचुन्द्रो ल्याएर टोक्यो अनि यस्तोसम्म छ मेरो अवस्था। यहाँ त शनिबार होइन गाइस, अनि सरसफाइ गर्नुपर्ने छ। गरेको छुइनँ, मैले गरिसकेको छुइनँ सरसफाइ। आज चाहिँ मैले केही गरेको छुइनँ, कपाल फिजाएर बसिरहेको छु क्या म। बिहान चिया खाएँ, चुपचाप बसिरहेको छु आरामसे एकदम। जेसुकै होस् है। मलाई साँच्चै भन्नुपर्दा हिजोदेखि नि खुट्टा भुइँमा राख्नलाई डर लागिरहेछ क्या, त्यो छुचुन्द्रोले टोक्यो। कस्तो होइन, डर भन्दा पनि सिक लाग्यो जस्तो, केले छुन्छ कि मलाई टोक्छ कि। भुइँमा खुट्टा राख्नु डर लागिरहेछ कस्तो हिजोदेखि न। यो हुन त त्यस्तो दुखेको पनि छैन, त्यो टोकेपछि सुनिएन पनि होइन। अनि हतार दुईचोटि साबुन लगाएँ, त्यो साबुन लाउँदा मरे पोलो, यस्तो पोलो कि मलाई लाग्दै थियो साँच्चै सर्पले टोके जस्तो फिल हुँदै थियो क्या मलाई। त्यस्तो भएको थियो क्या पोलेर। एकछिन पोलो अनि फेरि बेटाडिन लगाएँ, बेटाडिनले पनि मरे पोलो। एकछिन मजाले तडपिएँ म, एकछिन मजाले छटपटेकै हो म हिजो चाहिँ। अनि पखाले त पनि नसकेर अनि फेरि दिदीले आइडिया दिनुभयो, कोलगेट लगाउ न, पोल्दैन कि भन्नुभयो। कोलगेट लगाएँ, कोलगेटले अलि अथवा भयो, गुलियो खालको थियो नि त त्यो कोलगेट। अनि त्यो लगाएँ, अलिकति अथवा भयो। अनि बल्ल मत्थर भएँ म, न त छटपटेको क्या पोलेर। त्यस्तो पोल्दो रहेछ त्यसले टोक्दा पनि। अब राति कहाँ जानु, 8:30 बजे राति होइन। एक त टाढा छ होइन, नजिकै भए पनि त दौडेर जानु भन्नु होइन। साइकल कुदाउनु कता राति होइन, ठुलो अरू साधन आफ्नो छैन। अनि अब भोलि जान्छु भने अनि 2-3वटा भिडियो पनि हेरेँ होइन युट्युबमा। आम्मामा केही पनि हुँदैन रहेछ हुन चाहिँ। तर सतर्कता चाहिँ अपनाउनु, त्यस्तो त्यो फोहोरहरू चाहिँ नगर्नु, साबुन पानीले धुनु, डेटोल छ भने डेटोलले सफा गर्नु, के भन्ने थियो नि त्यही अनुसार आफ्नोसँग जे छ त्यही गरियो होइन। तर एकछिन चाहिँ मात्रै पोलो क्या, यस्तो पोलो नि, यो खुट्टा घुँडासम्म दुख्दै थियो क्या, त्यस्तो पोल्दो रहेछ। आम्मामा पहिलो एक्सपिरियन्स मेरो, डर लागिरहेछ अझै पनि। सुतायो के हो, सुझायो 8-9 भन्दा आँटिसक्यो। सुताइ छोरीको दशा छ आज, केही छैन। यस्तो बाटो रहेछ हेर, मास्क र टोपी चाहिँ कसैले पनि नबिर्साउँछ यो बाटोमा। बाप्रे कस्तो टाउको दुखिरहेको छ पो त मेरो। चोक आइपुग्यो।
घुम्दा घुम्दा गएर मान्छेको लोकेसन पत्ता चल्यो। मैले भने नि यहाँनिर यत्रो यो बोर्ड लागेको छ भनेर। सङ्गीत चोक जाने बाटो यो सङ्गीत चोक यहाँबाट छिरेर चाहिँ उता अब कता हो झन्डै अगाडि अगाडि उत्रेर आयो तिमी हामी त है भन्दैछु अरू ठाउँमा उता उहाँ माथि पार्नु थियो नि त। नगरपालिका छेउ भनेको यो होइन र यो नगरपालिका छेउ भनेको लो आज हिँड्दा हिँड्दा कहाँ हजुर दबाई किन्ने एकछिन रुक्नु एकछिन दबाई किन्ने हो भने ल जाउँ अब दबाई खोज्न दर दर भटक रहे हम चेन्ज भएछ होइन यहाँ छ त ठाउँ चेन्ज भएको होइन हामीले चाहिँ बिर्सेको जेठानी खोज्दै खोज्दै आमाजी बुहारी दिदी बुहारी खोज्दै म जेठानी खोज्दै अझै यता भित्र पो छिर्नुपर्छ होला नि यहाँ यतापट्टि गाह्रो छ गाह्रो यस्तो यो कस्तो आउनु पनि कस्तो मलाई त अघि त टाउको दुखेर झन्डै मरिहाल्यो त कहाँ किन्ने दिदी हाल्नु पर हो चाहिँ चोकमै इटरी चोकमै हो साइड लाग्दैन त हो छोरे खोइ त चोक त्यही हो चोक चोक चाहिँ हो मान्छे चाहिँ कता हो आज हामी इटरी पुग्दा नि दबाई भेटिएन इटरी पुग्दासम्म दबाई भेट्दैन भनेपछि कस्तो दबाई खानु हुँदो रहेछ हाम्रो लक्ष्मीले खतरनाक एकछिन पक्नु म यहाँ सोध्छु टाँक राख्नु भएको छ तपाईँले हजुर यो कुर्तामा लाउने अचार बन्दैछ यसमा जान्छ आलस आज होइन भाले काटेको थियो त भाले अनि भाले काटेको दिन अनि भाले काटेको थियो होइन अनि दिदीहरूलाई बोलाएको थियो अनि दिदीहरू आउनुभयो खानुभयो दिदीहरू गइसक्नुभयो अब भाँडा मस्काउनु बाँकी छ अब दिदी आउन मात्रै बाँकी छ एकजना आउनु मात्रै बाँकी छ दिदी आउनु भएको छैन दिदी आएर खाएर जानुहुन्छ कि लिएर जानुहुन्छ आई डोन्ट नो तर दिदी चाहिँ अलि ढिलो भयो आउनलाई दिदी आउनु भ्याउनु भएन अहिले एकछिन आउनुहुन्छ अरे अनि मिना दिदीहरू चाहिँ खाएर गइसक्नुभयो कान्छु कान्छु तिमीहरूलाई पक्ता त्यो त सबै उडाएर पकाइ के गरेको त्यो के गरेको राम्रो धुल खेलेर यी फटाफटाहरूलाई त पक्ता जो आइज कान्छु आइज कान्छु हेर न यता हौ त्यहाँको धान त कत्रो ठुलो भइसकेछ त्यहाँनिर कत्रो ठुलो भएछ है धान त अब ल अस्ति भएर रोपेको धान ओहो को कराउँदैछ त्यहाँ कस्तो शीतल रहेछ हौ यतापट्टि पछाडिपट्टिको तर पानी पर्न आँट्दैछ कि पानी चाहिँ पर्ने हो कि नपर्ने हो घाम लाग्दै पानी पर्ला जस्तो हुन्छ ओहो के भएछ ए कोही नभएछ ला झरिसकेछ नि यो त आफै फुटेछ बाँची नै गएछ हेर कमिला कस्तो लागेको यसमा सबै त्यस्तो कमिला लागेको हेर यस्तो राम्रो फर्सी कुहिएर झरेछ हौ सानो बच्चा सुतेको छिटाउ तिमी छिटाउ सुतेको छैन तिमी छिटाउ सुत्नलाई अघि निन्द्रा लाग्यो भन्दै थियो अब सुत्ने आऊ मम्मी काखमा सुताउँछु आऊ के गरेको कपाल हेर न कपाल हेर न झ्याप्ले सिङको छिटाउ सुत्ने अब छ्या त्यस्तो चाहिँ गर्नु हुँदैन है सुत्छ त अनि 1 बजेदेखि सुतेको छैनौ तिमी अनि सुत्ने त हो त नि अब के भनेको यसले मलाई ल बच्चाहरू सुत्छन् अरे अनि को सुत्छ त अब मम्मी
मम्मी सुत्नु आऊ आऊ म काखमा राखेर सुताउँछु मिर्ची ला आऊ आऊ मामा दुखो आमा दुखो आया दुखो आऊ छिटो यहाँ सुत्नु 1 बज्दैन सुते छैन नानी राति के भएर निन्द्रा नलागेको तिमीलाई अयो म सुताउँछु नि त काखमा ल ल ल त्यस्तो अवस्था के लु छिटो चढाउन माथि चढ झन्डै घोत्यो हाँडा आँखै घोत्यो झन्डै घोत्यो के गरेको हो काखमा सुत्न त सुत्ने ओडै गर्छ हो यो केटी त के हुँदो रहेछ यो लाइनलाई हद्द गरी गइरहेको छ आज बिहानदेखिको गएको गएकै जाँदै आउँदै के हुँदैछ हौ भएन हौ साह्रै लाइन दिने मान्छे चाहिँ को छ हौ यहाँ कस्तो साह्रो चाहिँ हो न बिहानैदेखिको पो त हो न झ्यापाक्क जाँदै आउँदै झ्यापाक्क जाँदै आउँदै के गरेको हो यो साह्रो जोड्नु थालिसक्यो बेहोरा देखेर पनि म त लाइनवालाहरूको पक्दैछ चिया चिया पक्दैछ चिया यता फेरि नयाँ घरको हो बाई भनिदेऊ न त आमालाई आमालाई बाई भनिदेऊ ओइ कुच्चो पनि ल्याउनु भयो त्यहीँ थियो कुच्चो पनि राख्न थाल्यो अमृत होइन अनि के हुन्छ त अमृत चाहिँ कस्तो छ काटिदिनेलाई यसको योलाई यहाँ कैँचीले काटिदिनु नि तिमी खाने ए यस्तो तनावपूर्ण जिन्दगी छ उसले गल्ती गरेको छ सजाय मलाई हुँदैछ यहाँ के हुँदैछ चाहिँ यो अब गल्ती गर्यो उसले यो फुटायो उसले फुटाउने अनि मलाई दोष लाउने या चिच्याउने चाहिँ मसँग अनि के हो यस्तो यो नेपाली बोलेको कि हिन्दी बोलेको हो कैँची चाहिए ल ल ल ढाड चिलाउने छ त हो हाम्रो अनि त्यो ढाड चिलाउने लिएर आउँछौ भित्रबाट जाऊ भित्रबाट ढाड चिलाउने लिएर आउँछ ल्याउ ल्याउ म चिलाइदिन्छु टाढा यति सानो मान्छे छ रिस कति उठ्छ रिस एक त गर्मी उसैलाई बेसी हुन्छ सानो मान्छेलाई रिस कति उठेको कति ल ल मम्मीको काखमा बस्नु खोजेर हुन्छ त अब अनि मम्मी माथि बसेको छु अनि तल बसेर हुन्छ त तिमीले चाहिँ हुँदैन नि त यसरी त हो यसरी त हुँदैन नि त हो यसरी त हुँदैन नि त हो गर्मी लाग्यो यस्तो पनि हुन्छ अनि काउकुती लाग्यो भने जाउँ न त यहाँ बस्नु काखमा नबस न गर्मी भयो कि मलाई चिया पोखिन्छ पछाडि तिम्रो सरी उठ बस 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 यहाँ बस मम्मीलाई आया भयो आया मम्मीको आया भयो के गरेको अनि खाएको माम खाएको होइन अघि राम माम खाएर पनि ब्रेड अझै राम 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 यो चाहिँ भएन है सुजा अघि माम खाएको अगाइनौ तिमी माम खाएर अगाइनौ अनि मम्मीले माम खानु न भन्दाखेरि त नि नाइ म अगाएँ भन्यौ त तिमीले छोड्यौ त नि बिस्कुट खानालाई हो सुजा फटाई केही चिज खानु पऱ्यो भने चाहिँ म चाहिँ भुइँमै राखेर खुवाउँछु किनभने ओछ्यानमा खुवाउने बानी गर्नु हुँदैन ओछ्यानमा खाएको पनि मलाई मन पर्दैन होइन म चाहिँ यसरी नै खुवाउँछु केही चिज झर्ने चिज जेसुकै होस् खाने चिज हो भुइँमा बसेर अथवा बाहिर ओछ्यानमा चाहिँ म दिन्न यसरी नै खुवाउँछु अहिले त आज सबै थोकको भिडियो बनाउँछु भनेको थिएँ क्या खाएको पकाएको होइन के गरेको केहीको बनाउनै पाइनँ खाइसकेपछि मात्रै देखाउनु पाएँ
खाएको पनि देखाउनु पाएन त्यो अचार पनि आधी मात्रै बनाएको हालेको छ त पुरै बनाएको हालेको छैन न त्यसको भिडियो लिन पाएँ न पकाएको चिजको भिडियो लिन पाएँ केही गर्नै पाइनँ क्या त्यो मोबाइल छुने कामै गरेन अब त काम सकेपछि मात्रै मोबाइल छुन पाएँ क्या मैले भिडियोहरू गर्नै पाइनँ थाहै पाइनँ है साह्रो बिजोग भयो नि आज आनन्दले खाएको उसले पेट भरुन्जेल खाएको केटाकेटी के गर्नु बानी यस्तै छ केटाकेटी नै हुन्छ अब ओछ्यानमा बसेर चाहिँ नखाएको भए हुन्छ नि त बाबा भुइँमा बसेर खाऊ त भुइँमा बसेर खाऊ खाइसक अनि ओछ्यानमा आउँछ जो गुड गर्ल जाऊ त भुइँमा बसेर खाइसकेर आउँछ यति खाइसक अनि आउनुहोस् जाऊ राख्ने त्यहाँ राख्ने जाऊ तिमी जाऊ अब भुइँमा जाऊ म तल हालिदिन्छु अनि जाऊ छिटो ज्ञानी बच्चा हो मेरो पङ्खा आउँछ म पुर्याइदिन्छु नि त तँ अब ल्याऊ ज्ञानी बच्चा हो मेरो नि ल म त्यो छेउमै पुर्याइदिन्छु ल